नेपालमा यो गिटारलाई टक्कर दिने गिटार अरू सायदै छैन होला यो बजेट रेन्जमा। भिडियो मिस हुन सक्छ, त्यही भएर भिडियोलाई सेभ गर्नु भएको छैन भने सेभ गर्नुहोस् अनि हामीलाई फलो गरिहाल्नुहोस् है त। यो ग्रानडाको गिटार जुन चाहिँ 38 इन्चमा रहेको छ। यसमा चाहिँ हजुरहरूले दुईटा भेरिएन्ट पाउन सक्नुहुन्छ, एउटा इक्वलाइजर एउटा नन इक्वलाइजर। यो चाहिँ इक्वलाइजर भेरिएन्ट हो। अब यसमा चाहिँ तपाईँलाई के बेनिफिट हुन्छ भने तपाईँहरूले लाइभ स्टेज प्रोग्रामहरू लाइभ गिगहरू गर्नु पर्यो भने नि यो गिटारले चाहिँ हेल्प गर्छ, अथवा ठिक्कको रेन्जमा होस् भन्नुहुन्छ भने नन इक्वलाइजर वाला भेरिएन्ट पाउनुहुन्छ। आवाज चाहिँ सेम नै हुन्छ, बट तपाईँलाई इक्वलाइजर चाहिँ पाउनु हुँदैन नन इक्वलाइजर भेरिएन्टमा। सो अब कलर अप्सनको कुरा गर्नु पर्यो भने चाहिँ एउटा हजुरहरूले नेचुरलमा पाउन सक्नुहुन्छ अनि यो कलर भयो। अब यो गिटारको अर्को कुरा गर्नु पर्यो भने चाहिँ लाइट वेटमा छ। अब कतै ट्राभल गर्दै हुनुहुन्छ, हाइक ट्रेक गर्दै हुनुहुन्छ भने यो गिटार चाहिँ एउटा खतरा अप्सन हुन सक्छ है त तपाईँहरूलाई। सो ओभरअल फिनिसिङ हेर्नु पर्यो भने चाहिँ यो गिटारको फिनिसिङ भनेको चाहिँ एकदमै बवाल छ। सो यसलाई अब पर्चेस गर्नको लागि हजुरहरू सेतो पुलमा रहेको म्युजिक हाउस नेपाल भिजिट गर्न सक्नुहुन्छ। अब हामी यसको साउन्ड टेस्ट गर्छौँ, त्यो पनि रमा।